माननीय हर्क साम्पाङज्यू, यहाँले पनि संसदबाट विरोध गर्दै संसदबाट बाहिरिनु भएको जुन खालको दृश्यहरू देखेँ, मैले त्यो खालको अपेक्षा गरिरहेको थिएन तपाईँबाट। किनभने तपाईँ एउटा देशप्रेमी, देशभक्त एउटा पोलिटिसियन हुनुहुन्छ, देशको हित चाहने। त्यसकारण अब यो संसदबाट बाहिर निस्कनु, विरोध संसदबाट हात उठेर संसदबाट बाहिरिनु, प्रधानमन्त्रीको अनुपस्थितिमा भन्ने खालको जुन खालको दृश्यहरू देख्यो तपाईँको, अलिकति यो तरिका चाहिँ अलिकति परम्परागत हाम्रो बुढा नेता पाकाहरूले पनि यस्तै गरिरहँदै आउनुभयो नि त। त्यसकारण यो तपाईँले पनि त्यही बुढा नेताहरूको शैलीलाई, ट्रेन्डलाई अपनाउनु भयो क्या। यो शैलीलाई अलिकति परिवर्तन गर्नु पर्यो हर्क साम्पाङज्यू, किनभने तपाईँमा आम जनताको आशा, भरोसा, विश्वास छ। त्यही पुराना नेताहरूको शैलीलाई अपनाएर भएन। यही सुझाव दिन चाहन्छु।